सनस्क्रिन लिनुहोस् मोइस्चराइजर कति भयो सनस्क्रिनको 450 मोइस्चराइजरको 450 टोटल गरेर 900 रुपैयाँ भयो तपाईको कसरी भयो 900 रुपैयाँ 900 रुपैयाँ कसरी हुन्छ हिसाब राम्रोसँग गर्नु न हिसाब गर्न आउँदैन तपाईलाई म दुबईबाट बिकम गरेर आएको मान्छे मलाई ठग्न खोज्ने तपाईँ पेन र कपी दिनु म आफै हिसाब गर्छु तपाईले मलाई ठग्न खोज्ने म दुबईबाट बिकम गरेर आएको मान्छेलाई ए ल ल ल आफै हिसाब गर्नु ल 450 प्लस 450 0 0 0 5 5 10 4 4 8 8,100 रुपैयाँ हुन्छ तपाईले मलाई ठग्न खोज्ने म दुबईबाट बिकम गरेर आएको मान्छेलाई ठग्न खोज्ने हिसाब भनेको हिसाब हो क्लियर कट हुनुपर्छ लिनु यसरी सधैँ आउनु मेरो पसलमा सामान किनेर लानु म हिसाब किताब केही गर्दिन हिसाब किताब पनि आफै गर्नु होला म दुबईबाट बिकम गरेर आएको मान्छे चाहन्छु नि हो दुबईमा गएर बिकम गरेर यहाँ नेपालमा पढेको ठग्न खोज्ने म मलाई त नेपालमै पढेको सरकारी स्कुलमै पढेको सरकारी स्कुल गवार आउनु दिनु हजुर ल 500 रुपैयाँ 10 रुपैयाँको सुकेको खुर्सानी ल्याउनु अनि 450 को तोरीको तेल ल्याउनु अनि बाँकी रहेको पैसा मलाई जे मन लाग्छ त्यही किन्नु ए ल हुन्छ दिनु यी सुकेको खुर्सानी यो छैन त बाँकी पैसाले बाँकी पैसा मलाई जे मन पर्छ त्यही किन भन्नु पर्दैन त मलाई 400 रुपैयाँको टी-शर्ट किनेर ल्याए तपाईँलाई थाहा छैन तपाईँको भोलि खेर खाँदिन भनेर प्लिज पैसा दिन्न हजार 1500 जति हो त्यति दिन्न प्लिज दिदी काम चाहियो कि इमर्जेन्सी छ प्लिज दिदी दिनु न तपाईँलाई 2-4 दिनमा दिन्छु प्लिज दिदी इमर्जेन्सी छ ल 1000 पिछा मलाई चाँडै दिइछ फेरि ल म पर्छ दिइहाल्छु ल यति नै नि बहिनी प्लिज दे न मेरो पैसा फिर्ता तैँले 2 दिनमा दिन्छु भनेर लकियोस् के 2 वर्ष भइसक्यो दे न प्लिज दे न मेरो पैसा लिएर म कहाँ भाग्छु तँलाई दिन्छु त भनेको छु भएको बेलामा दिइहाल्छु नि पैसा माग्न आएको छ त्यही त भयो जसरी भयो नि ओ बहिनी यो हेर्नु न चिटमा के लेखेछ इङ्ग्लिसमा लेखेछ मलाई त इङ्ग्लिस पढ्नै आउँदैन कि ल पढेर सुनाउनु त आई लभ यु सो मच यो मेरो नम्बर हो मलाई कल गरेर के होइन यो घरको सामानको लिस्ट हो अरू केही होइन ए हो मैले त अर्कै सम्झेको थिएँ भनेको ल खोइ फोन दिनु फोन गरौँ हेलो हेलो मलाई पहिल्यै शङ्का लाग्थ्यो तैँले पढेकी छैनस् भनेर यो मेरो नयाँ नम्बर हो सेभ